बालबालिका के वृद्ध के युवा के बालबालिका विगतदेखि वर्तमानका पूरा पौरखका भाषा र संस्कृति खेलकुद र साहित्य स्वदेश र विदेश आयो आयो Oldies gold beat, oldies gold beat, oldies gold beat, oldies gold beat. Oldies gold B. आदरणीय दर्शक नमस्ते। फेरि पनि यहाँहरुमा ओल्डिज गोल्ड बी च्यानल उपस्थित भइसकेको छ। आज भने म एउटा वनभोज कार्यक्रममा आइपुगेको छु। म आफै यो वनभोज कार्यक्रममा समावेश हुँदै यो वनभोज कार्यक्रममा आइपुगेको छु। आउने क्रम जारी छ हाम्रो पार्टिसिपेन्टहरुको। हामीहरू यो कोलम्बस ओहायोको एउटा बीच भागमा चाहिँ रहेको एउटा पार्कमा आइसकेका छौँ। यो पार्क एक किसिम छ। हजुरलाई म यो देखाउने छु। भर्खर भाइहरू आएर त्यहाँ बिसाउँदै हुनुहुन्छ ट्रेनतिर। अनि कुनै कुनै भाइहरू अलिक अघि नै आएर उहाँहरूले आफ्नो कपडाहरू खोल्ने थन्काउने मिलाउने हैन के कामहरू गरिराख्नु भएको छ। यो आजको दिन म यसलाई एउटा ऐतिहासिक दिन मानेको छु यो कार्यक्रमलाई। किनभने विगतमा हामीहरू 18-20 वर्ष चाहिँ नेपालको 32 शनिश्चरी शरणार्थी शिविरमा रहेका थियौँ। अनि जुन ठाउँमा 12 सेक्टर 48 सब सेक्टरहरू थिए हैन। यसै अनुरूप आज हामी यहाँ भेला भएका मानिसहरू चाहिँ सेक्टर 1 अन्तर्गत सेक्टर A3 को हामी दाजुभाइहरू मात्रै भेला भएका छौँ यो स्थानमा। अनि भेला हुने क्रम जारी नै छ। मैले अघि पनि भने हजुरलाई सबै भेला भइसक्नु भएको छैन। उहाँहरू आउँदै हुनुहुन्छ। अनि त्यो सब सेक्टरमा 48 हट नम्बर थियो। हट नम्बर 1 देखि लिएर 48 सम्म थियो भने त्यही त्यो सानो बस्तीभित्र त्यो 48 वटा घरमा 20औं वर्षसम्म बसोबास गर्दै आएका मसिना भाइ बहिनीहरू अब त ठुला भइसक्नु भएको छ उहाँहरू। अनि साथसाथै म चाहिँ उहाँहरूको दाइ पर्छु हैन। अनि मेरा दामाले मेरा साथी पनि हुनुहुन्छ, मेरा साथीहरू अनि मेरा अग्रजहरू पनि हुनुहुन्छ यहाँ। हामीहरू अनि छोरा मान्छेहरू यसरी भेला भएका छौँ आज। यो एउटा ऐतिहासिक दिन मान्नुपर्छ। किनभने हामीहरू 18-20 वर्ष त्यहाँ बस्यौँ। अनि त्यसपछि हामीहरू डिस्पर्समा विश्वको विभिन्न मुलुकहरूमा छरिएर अनि आज 15 वर्ष भएछ। 15 वर्ष पछाडि मेरा भाइहरू मेरा साथीहरूले यो कार्यक्रम एउटा सोशल मिडियाद्वारा ल A3 सेक्टर A3 को चाहिँ एउटा रियुनियन कार्यक्रम गरौँ, भेला हौँ, छलफल गरौँ, गफ गरौँ अनि स्पोर्टहरू हेरौँ। अनि त्यस पछाडि फेरि फ्यामिली भेला गर्नुपर्छ, सजिलो हुन्छ। 15 वर्ष भएछ। अब त धेरैजनाले हामीलाई छोडेर यो संसार छोडेर गइसक्नुभयो। उहाँहरूलाई पनि सम्झिनुपर्छ। अनि एकअर्कामा चिन्जानै हराइसकेको छ। त्यसलाई फेरि रिकल गरौँ भन्ने हिसाबमा अगाडि बढौँ। अनि एउटा गेट टुगेदर कार्यक्रम अथवा रियुनियन कार्यक्रम गरौँ भनेर भाइहरूले अगाडि तयार गरेको यो कार्यक्रम हजुरहरूलाई म धेरै कुराहरू सुनाउने छु अहिलेबारे अनि देखाउने छौँ। यो 15 वर्षको अवधिमा हामीले धेरै आफन्तजनहरू गुमाएका छौँ। त्यही A3बाट मात्रै हैन, त्यो A3बाट त्यसरी धेरै आफन्तजनहरू गुमाउँदै गर्दा हामीले कतिजनालाई थाहा पनि भएन। किनभने हामी युएसको विभिन्न सहरमा स्टेटमा बस्छौँ। अनि त्यसले गर्दा पनि हामीले उहाँहरूको जीवन त्याग्नु भएको कुराहरू समाचारहरू पनि कति थियो होला फेसबुकमा, तर हामीले देख्न पाइएन होला। अनि आज उहाँहरूको नाममा प्रार्थना पनि गर्नेछौँ, उहाँहरूलाई सम्झिनेछौँ। अनि तिनै पुराना फोटाहरू हेरेर उहाँहरूलाई फेरि स्मरण गर्नेछौँ। हिजो रासिन थाप्दै गर्दाको पललाई सम्झिनेछौँ, पानी थाप्दै गर्दाको क्षणलाई सम्झिनेछौँ आज यो बेलामा। अनि विगतमा ती हामीले सहेका दुःख सुखका कुराहरू साटासाट गर्नका निम्ति पनि हामीहरू यस स्थानमा भेला भएका छौँ। भाइहरू आगो बाल्ने काम गर्दै हुनुहुन्छ हैन। तर पनि हामीले त्यही
कुराहरूलाई सम्झिनेछौँ। विगतमा हामीले बगेका सुख दुःखका कुरा गर्नेछौँ। हामीले नियमै बनाएका छौँ हामीहरू यहाँ कसले कति कमायो, कसको गाडी कस्तो छ, कसले के काम गर्छ, आज हामी ती कुरा गर्ने छैनौँ। हामीहरू सबै जो यहाँ भेला भएका छौँ हामीहरू विगतमा हामीले बिताएका क्षणहरू, ती रमाइला पलहरू, ती दुःखका पलहरू, पानी चुइँदाखेरि भाँडा थापेका कुराहरू अनि पानी थाप्न जाँदा तछाड मछाड गरेर लडेका कुराहरू, बाजेका कुराहरू, यिनै कुराहरू आज हामी छलफल गर्नेछौँ, मनन गर्नेछौँ, चिन्तन गर्नेछौँ, हजुरहरूलाई देखाउनेछौँ र हाम्रो भिडियो हेरिदिनु होला। हाम्रो यो कार्यक्रम कस्तो हुन्छ होइन, हामी तपाईँहरूलाई केही अरू अझै देखाउनेछौँ, अझै हेर्दै जानुहोला। दर्शकवृन्द, यो डिलन स्टेट पार्क मलाई लाग्छ कलम्बस र एक्कनको बिचमा पर्छ। यो पार्क दृश्यमा यस्तो देखिन्छ, योभन्दा विशाल राम्रो देखिँदो रहेछ वास्तवमै नजिकबाट अथवा समीपबाट अवलोकन गर्दा। हामीले यो गरिसके पश्चात हामी सिधै हाम्रो स्थलमा आयौँ, किनभने त्यहाँ हामीले तयार गरिसकेका थियौँ। हाम्रा आफन्त छिमेकी अग्रजहरू जसलाई हामीले घुमाएका थियौँ क्याम्पमा रहँदा 18 वर्षको बिचमा, अनि यहाँ अभिवासमा आइसकेपछि 15 वर्षको बिचमा, यो 30औं वर्ष बिचमा हामीले A3मा रहनुहुने कतिजनालाई हामीले गुमायौँ। उहाँहरूलाई सम्झिँदै उहाँहरूलाई श्रद्धाञ्जली दिने कार्यक्रम छ। उहाँहरू यसरी यहाँ तस्विरमा देख्दै हुनुहुन्छ। उहाँहरूलाई हामीले गुमाएका छौँ। हाम्रो डिबी खतिवडा, रमेश खतिवडा, यसै गरी यहाँ डिआर गौतम हुनुहुन्छ होइन। यसै गरी यहाँ हामीसँग धेरैभन्दा धेरै व्यक्तित्वहरू हुनुहुन्छ। उहाँहरूलाई हामीले गुमाइसकेका छौँ। उहाँहरूलाई अब यो जुनीमा हामीले देख्नेवाला छैनौँ, तर पनि उहाँहरूले दिनुभएको शिक्षा, उहाँहरूले प्रदान गर्नुभएको ज्ञान, यी कुराहरू हामीले भुलेका छैनौँ। उहाँहरूले गर्नुभएको सहयोग, उहाँहरूको समाजप्रतिको देन हामीले भुलेका छैनौँ। त्यसैले पनि आज यस स्थलमा हाम्रा साथीभाइहरूले उहाँहरूको नाममा श्रद्धाञ्जली दिने कार्यक्रम राख्नुभएको छ। अनि यही कार्यक्रममा म पनि आइपुगेको छु आफ्नो सानो एउटा क्यामेरा लिएर। म पनि यसै कार्यक्रमको एउटा सदस्य रहेको छु आज। अनि आउनुहोस्, यो कार्यक्रम हजुरहरूलाई देखाउने छु। हामीले उहाँहरूलाई श्रद्धाञ्जली गर्दै गरेको कार्यक्रम हजुरलाई देखाउनेछौँ। यहाँ तस्विरमा देख्दै हुनुहुन्छ हाम्रा फोयल विष्णु फोयल सरका बाबा आमा पनि हुनुहुन्छ। हामीले उहाँहरूलाई पनि घुमाइसकेका छौँ, जो एकदमै परिश्रमी हुनुहुन्थ्यो। रासिन बाँड्दा होस्, किरासिन बाँड्दा होस्, सागसब्जी बाँड्दा होस्, उहाँहरूको देन थियो। त्यस समयमा उहाँहरूले सहयोग गर्नुहुन्थ्यो, त्यो समाजलाई हरदम सहयोग गर्नुहुन्थ्यो। यी विभिन्न व्यक्तित्वहरू हुनुहुन्छ। हजुर नमस्कार सबैजनामा। आज हामी यो सेक्टर A3 P3 2025 रियुनियनको उपलक्ष्यमा हामी यो ठाउँमा भेला भएको छौँ। कोलम्बस ओहायो, कोलम्बसै भनौँ यसलाई। यस समयमा हामीले हाम्रो जति पनि हाम्रो सेक्टर A3बाट विगत धेरै समय अगाडिदेखि बित्नुभयो, स्वर्गवास हुनुभयो, उहाँहरूको नाममा हामी सबै यहाँ भेला भएका साथीभाइ दाजुभाइहरूबाट चाहिँ एउटा श्रद्धाञ्जली कार्यक्रम गरौँ भनेर हामी यहाँ अहिले भेला भएका छौँ। जुन यो कार्यक्रमको बारेमा सोच्नुहुने र यसलाई गर्नुपर्छ भनेर अगाडि ल्याउनु हुने बिर्ख दाजुलाई एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि अरू सबै धेरै हाम्रो भाइहरू, माधव भाइ, रविन भाइ, ध्रुव, सबैजनाले यो जुन हामीले चाहिँ सोच्यौँ यसको लागि एकदमै यो चाहिँ उदाहरणीय काम भइरहेछ। यो हामीले गर्नुपर्छ। हामीले धेरैजना हाम्रा अग्रज व्यक्तित्वहरू, साथीभाइहरू गुमाएका छौँ हाम्रो A3मा। अहिले उहाँहरू सायद कतिजना यहाँ हामीसँग हुनुहुन्थ्यो होला, भाग्यवश उहाँहरू अहिले हामीसँग हुनुहुँदैन। तर यति विश्वास गरौँ, उहाँहरूले हामीलाई यो राम्रो कार्य गरेको देखिरहनु भएको हुन्छ। एकदमै सराहनीय काम भइरहेको छ। धन्यवाद सबैजनामा।
यसै उपलक्ष्यमा म यहाँ सरस्वती नाम पढेर एकचोटि हामी माझ को हुनु हुँदैन हाम्रो A3बाट त्यो तपाईमाझ प्रस्तुत गर्न चाहन्छु। यसलाई A3 मात्रै नभनेर एउटा कुरा चाहिँ क्लियर गरिहाल्छु, हामी माझ अरू युनिटबाट पनि साथीभाइ आउनु भएको छ, जस्ट यसको नाम मात्रै हामीले A3 राखिदिउँ, तपाईहरुले यसमा अन्यथा नलिदिनु होला प्लिज। यसैबीच हामीसँग जो हुनुहुँदैन म सर नाम पढ्नेछु, त्यस पछाडि हामी 1 मिनेट उहाँहरु सबैजनाको लागि मौन धारण गर्नेछौँ है त। फर्स्टमा हुनुहुन्छ हाम्रो DR गौतम सर, BL विष्ट सर, टिबी खतिवडा सर, रमेश खतिवडा हाम्रो साथी यही हुन्थ्यो होला सायद यो अहिले, कलावती निरौला, कृष्ण काफ्ले, आशिष छेत्री भाइ, रामु सुवेडी हजुरबा, भक्तबहादुर बस्नेत मामा, हर्कराम राई हाम्रो हजुरबा, दलबहादुर राई, लक्ष्मीमाया राई, मधुसूदन फुयाल, यशोदा फुयाल, अच्युत नेपाल, कमला नेपाल, आतिरूपा विष्ट, डमर सिंह कार्की, दुर्योधन कार्की, रूपा खड्का, धन माया खतिवडा, दल बहादुर खतिवडा, हरिलाल खतिवडा, गोमा तामाङ, मोती बस्नेत, धन बी मुखिया, रूपा कार्की, सरी मैले रूपा खड्का भने अघि, कार्की रूपा कार्की, गमौली माया मुखिया, सुनिता राई, समिता राई, हेमा देवी खड्का, दिव्या लोका गौतम उहाँ चाहिँ धेरै अगाडि जस्तो लाग्छ मलाई, सबैभन्दा अगाडि। लाल मुखियाको मम्मी हुनुहुन्छ, लाल मुखियाको मम्मीको नाम चाहिँ यहाँ हामीले केही गर्दा पनि भेट्न सकिएन, त्यसर्थ हामीले लाल मुखियाको मम भनेर लेखेका छौँ, यसै गरी लिदिनु होला सबैजनाले। लाखमान राई र सरिता राई, यतिजना मान्छे अहिले हाम्रो दिमागमा आए अनुसार हामीले कति बात छुटायौँ कि त्यसको लागि हामी क्षमा प्रार्थी छौँ। अहिलेलाई भने हामीसँग 33 जना मान्छे हामी बिच रहनु भएन छ हैन, सेक्टर हामी A3 मा आइकन। अब चाहिँ उहाँहरूको लागि एकदमै शान्तिपूर्वक र उहाँहरूको चाहिँ आत्माले फेरि पनि चिर शान्ति पाओस् भनेर हामी 1 मिनेट मौन धारण गर्नेछौँ सबैजना। प्लिज उहाँहरूको नाममा तपाईहरुले राम्रो सोचेर चाहिँ मौन धारण गरिदिनु होला है त। 1 2 3 मा सुरु गरौँ, 1 2 3 मा फेरि बन्द गर्ने है त। 1 2 3। धन्यवाद। दर्शकवृन्द, मैले छुट्टीका नामहरू प्राप्त गरिसकेको छु। उहाँहरू भगीरथा फुएल, सेतुराम राई, रहर सिंह राई, विकास राई र लक्ष्मी काफ्ले हुनुहुन्छ। उहाँहरूप्रति पनि हामीहरू श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ। उहाँहरू हामी माझबाट भगवानको प्यारो हुनुभयो सदाका लागि, तर पनि उहाँहरूलाई हामीले सम्झेका छौँ। यही ग्रुपमा हामी उहाँहरूको तस्बिर राख्न नसके पनि उहाँहरूलाई पनि हामीले श्रद्धाञ्जली अर्पण गरेका छौँ। अनि यो कार्यक्रम गरे पश्चात हामीले फेरि यहाँ भाइहरूले सम्मान कार्यक्रम पनि राख्नुभएको थियो। अब हेर्नु यो सम्मान कार्यक्रम उहाँहरूले कसलाई सम्मान गर्दै हुनुहुन्छ, किन गर्दै हुनुहुन्छ? तपाईँको चाहिँ हामी अप्ठ्यारो परेका ठाउँमा मात्रै किन भेला हुने, रमाइलो पनि गर्नुपर्छ हामी भनेर एउटा जुन राम्रो सोच ल्याउनु भएको छ, त्यसको लागि बिर्ख दाजुलाई धेरै धेरै धन्यवाद। अनि म दाजुलाई यहीँनेरि त्यसै विषयमा 1 2 शब्द बोलेर चाहिँ यो हाम्रो क्याम्पिङको कार्यक्रमलाई उद्घाटन गरिदिनु हुन म हाम्रो बिर्ख दाजुलाई धेरै धेरै अनुरोध गर्दछु प्लिज।
दाजुलाई खाता लगाएर स्वागत गरिदिनु भाइ सबैजनाले ताली प्लिज थ्याङ्क यू सबै यहाँ आइदिनु भएकोमा सबैलाई म धन्यवाद बताउन चाहन्छु मलाई लागेको थिएन हामी यति भेला हुन्छौँ भनेर यो धेरै ठुलो समूह जस्तो लाग्नु यति भेला हुनु नै हाम्रो सौभाग्य हो किनभने हामी आफ्नो कामले गर्दा स्केड्युलहरू बनाउन नसकेर कति आउन सक्नु भएन उहाँहरूलाई हामीले धेरै मिस गरेका छौँ र आशा छ सायद फेरि हामीले यस्ता कार्यक्रमहरू गर्न सक्यौँ भने उहाँहरू पनि अवश्य उपस्थित हुनुहुन्छ र अनि मेरो विचारमा चाहिँ यो क्याम्पिङ रमाइलोको लागि नगरेर भेला हुने एउटा माध्यम कहाँ हुने कस्तो ठाउँमा हुने भन्दाखेरि चाहिँ अलिकति हामीले यसरी यहाँनिर गरेको हो त्यस्ता घटनाहरू घट्दाखेरि हाम्रा सेक्टरमा आफ्नो काम कार्यले गर्दाखेरि हामी उपस्थित हुन सक्दैनौँ तर पनि भ्याएर यस्तामा चाहिँ हामी भरसक भेला हुनुपर्छ कि भन्ने हिसाबले सल्लाहको हिसाबले अगाडि बढ्नुपर्छ होला भनेर चाहिँ यो भेला गर्न खोजेको मैले हाम्रो सेक्टरमा एउटा क्लब जस्तो खोलेर हामीले क्लब चलाएका थियौँ त्यो क्लबले धेरै कामहरू पनि गरेको थियो एउटा ठुलो महापुराण लगाएको थियो त्यस्ता कार्यहरू उहाँ गरेर हामी यहाँ आएको लगभग 15 वर्ष हुँदाखेरि सायद कतिजनासँग हामी भेट पनि भएका थिएनौँ त्यसले गर्दाखेरि अब यहाँदेखि अगाडि चाहिँ हामी कसरी एक हुने भन्ने हिसाबले चाहिँ सल्लाह गरेर अघि बढौँ भनेर चाहिँ यो प्रोग्राम आयोजना गरेको हो र यसमा सहयोग गर्ने विशेष धन्यवाद म माधव फुँयाल भाइलाई भाइले धेरै ठुलो योगदान दिएको छ यसमा त्यसै गरी ध्रुव खड्का र यसमा हामीलाई कनेक्सन गराउने विशेष रोल खेलेको चाहिँ विकास खतिवडा उसले धेरै नै मान्छेलाई कनेक्सन गर्ने काम गरेको छ धेरैलाई कर पनि गरेको छ उसलाई विशेष धन्यवाद छ त्यसको लागि र यसलाई सफल बनाउनको लागि अरू लागि पर्ने टिम मेचीगनका प्रकाश भाइ दीपक खतिवडा र कोलम्बसकै भाइहरू हाम्रो के अरे ओम भाइ पुर्सु भाइ उहाँहरूले ठुलो योगदान गरिदिएको छ त्यसमा मलाई खुसी लागेको छ भाइहरूले धेरै साथ दिएको थियो र अरू साथीहरू पनि आफ्नो टाइम मिलाएर आइदिएकोमा चाहिँ म विशेष धन्यवाद दिन चाहन्छु भन्दै मैले मेरो कुरा यहीँ नै टक्राएँ दाजु धेरै धेरै धन्यवाद एकदमै गहन 2 शब्द राखिदिनु भयो अब भने नि हाम्रो अर्को कार्यक्रमलाई पनि म यहाँ राखिहाल्न चाहन्छु हाम्रो अर्को कार्यक्रम भनेको चाहिँ कुन छ भनेदेखि हाम्रो लेभलबाट अलि माथिको लेभलमा जुन हुनुहुन्थ्यो नि उहाँहरूको लागि हामीले सानो एउटा सम्मान कार्यक्रम गरौँ न त दाजु भेना सबैजना भेला हुनुभएको छ यहाँ एउटा क्याम्पमा बसेर कुनै न कुनै एउटा पेसा लिएर जुन कम्युनिटीलाई उहाँहरूले ब्याक सर्भ गर्नुभयो नि त्यसको लागि हामीले त्यही सोचेर चाहिँ हामीले सानो एउटा सम्मान कार्यक्रम गरौँ यो कार्यक्रम हाम्रो जुन रमाइलो कार्यक्रम भेटघाटको भन्दा अगाडि भन्ने सोचमा चाहिँ त्यो कार्यक्रम हामीले अगाडि ल्याउन खोजिरहेछौँ त्यसको लागि म विशेष गरी भेना मिस्टर जितबहादुर राई सबैजनाले ताली दिनु होला मलाई कृपया गएर आफ्नो खादा लिएर धन्यवाद आइदिनु भएकोमा धेरै धेरै धन्यवाद यस पछाडि हाम्रो जुन सेक्टरलाई चाहिँ अघि बढाउने कुनै पनि समस्या हुँदाखेरि कर्ण दाजु हुनुहुन्छ त्यहाँनेर स्पोर्ट्समा होस् अथवा कुनै पनि हाम्रो कार्यक्षेत्रमा होस् भाइहरूलाई सहयोग गर्ने बुढाबुढीलाई पनि त्यति नै माया गरेर चाहिँ अगाडि बढाएर त्यहाँ बसुन्जेल आफ्नो समय दिनुभएकोमा कर्ण खतिवडालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्लिज थ्याङ्क यू माधव भाइ यस पछाडि
हाम्रा दाजु एकदमै फेमस दाजु, फेभरेट दाजु, खेलकुदको क्षेत्रमा आफ्नो योगदान दिएर भाइ बहिनीहरूलाई अगाडि आउनुपर्छ, तिमीहरू गर्नुपर्छ देखाउने इक्जाम्पल हुनुहुन्छ नि रुद्र रिमाल। प्लिज उहाँ आज हामीसँगै हुनुहुन्छ। हाम्रो यो वी आर लकी टु ह्याभ हिम। अब भने धेरै मैले बोलिरहनु पर्दैन, हामी सबैलाई थाहा छ बिबी पौडेल सर दाजु, उहाँको योगदान त हामीलाई अब यहाँ म बोल्नै जान्दिनँ होइन। बिबी दाजु प्लिज यो खादा लिएर हामीलाई थ्याङ्क यू विकास भाइ। यस पछाडि धेरै भन्नु पर्दैन, हाम्रा साथी जस्ता गफ मिल्ने, हरेक कुरामा सहयोग गर्ने भाइहरू यसो गर्नुपर्छ उसो गर्नुपर्छ, एउटा सेक्टरलाई चाहिँ लिडरसिप टाइपले अगाडि बढाइदिनु हुने हाम्रा गणेश पौडेल दाजु, प्लिज तपाईँ पनि आएर आफ्नो खादा अर्पण गरिदिनु होला। वी आर थ्याङ्कफुल यु आर हियर, लकी। यस पछाडि हाम्रा श्याम गौतम ठुल्दाई, उहाँ आइपुग्नु भएको छैन। उहाँ आइपुगे पछाडि हामी फेरि यो कार्यक्रम एकैछिन गरौँला अहिलेलाई। अनि मैले हाम्रो हरि दाजुलाई पनि देखिनँ, हरि बस्नेत दाजु जुन सिनियर दाजु हुनुहुन्छ। उहाँहरूबाटै प्रेरित भएर हामीले हरेक कति कामहरू राम्रा कामहरू गऱ्यौँ होइन। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरू दुईजनालाई फेरि हामी पछि गरौँला माधव भाइ, रिमेम्बर। अनि यसै विषयमा नि यही कार्यक्रम हुनुभन्दा अगाडि हाम्रा बिबी दाजुलाई म प्लिज 2 शब्द यो कार्यक्रमको बारेमा राखिदिनु हुन अनुरोध गर्दछु, प्लिज। थ्याङ्क यू सो मच। यो कार्यक्रम जतिखेर एउटा त्यो हाम्रो फेसबुकमा पेजमा ग्रुप बनिएर अगाडि बढ्दै गर्दाखेरि मैले निकै पछिसम्म रेस्पोन्स गरिनँ, हुँदैन होला, हुँदैन होला, निकै अब हामी धेरै ठाउँमा छरिएका छौँ, सम्भव हुँदैन होला जस्तो लागिरहेको थियो। तर फाइनली सम्भव भएको देखेँ अनि म पनि एग्री भएँ होइन। यो अर्गनाइज जसले पहिले सुरु गर्नुभयो यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। साँच्चै नै आज त्यो ठाउँमा 20 वर्ष बसेर हामीहरू डिस्पर्स भएको आज 15 वर्ष भएछ। 15 वर्ष पछाडि यहाँहरूलाई सबैलाई देख्न पाउँदाखेरि एकदमै खुसी जागेको छ होइन। खासै हामीले यी कार्यक्रमहरू गर्नुपर्ने रहेछ। आज हामी यहाँ छोरा मानिसहरू मात्रै भेला भएका छौँ। मलाई के लागिरहेको छ भने हामीले यही टिमले अब चाहिँ हामीले आफ्नो सबै फ्यामिली पनि लिएर आएर कुनै ठाउँमा भेला गरौँ, 1 दिने कार्यक्रम गरौँ अथवा 2 दिने कार्यक्रम गरौँ। तर हाम्रा बाबा आमा छोराछोरी सबै लिएर आएर यो हाम्रो परिवारलाई फेरि एकजुट गरौँ। 15 वर्ष पछाडि यसरी एकजुट हुन पाइएको छ आज हामी मात्रै होइन। म त्यो अपेक्षा राख्न चाहन्छु र जसले यो सुरु गर्नुभयो यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस् त, धन्यवाद। अब भने हाम्रो लगभग गाइस दाजुहरू औपचारिक कार्यक्रम, हाम्रो फर्मल कार्यक्रम लगभग सकिएको छ। यहाँदेखि उता भनेको हाम्रो रमाइलो गफ हुन्छ, बल्ल बल्ल भेट भएको छ होइन। धेरै यो ल्याङ नगरौँ। योभन्दा अगाडि हामी एउटा राम्रो पिक्चर खिच्नेछौँ अहिले नै है। अनि योभन्दा अगाडि म एउटा कुरा फेरि पनि भन्न चाहन्छु। हाम्रो A3 बाहिरबाट जति पनि आउनु भएको छ, हाम्रो तुलसी सर, भक्त दाजु, याम होइन, हाम्रो पेमा दाजु हुनुहुन्छ, तपाईँहरूको लागि चाहिँ स्पेसल थ्याङ्क यू भन्न चाहन्छु म। प्लिज यसरी जोइन गरिदिनु भयो हाम्रो लागि एउटा एकदमै वेल लकी। तर यसो हेर्ने हो नि तपाईँहरू अरूको भन्दा नि A3कै धेरै जस्तो लाग्छ मलाई। काउजु कुमार अघि भनेको त त्यो त A3 नै हो नि। त्यो करेन दाइलाई भनेर अस्ति स्विच गराउनु परेको चाहिँ अलिक ढिलो भयो। यसो गरौँ न दाइ, फोटो एउटा खिचौँ होइन। अब लु फोटो खिच्नु यसको पछाडि। अनि अर्को कुरा, तपाईँहरू जति पनि आफ्नो फ्यामिलीको पिक्चर यहाँ देखिरहनु भएको छ नि, क्लोज फ्यामिली, प्लिज भोलि हामी अथवा पर्सि निस्किँदाखेरि चाहिँ आफ्नो फ्यामिलीको पिक्चर तपाईँहरूले लगेर आफ्नो फ्यामिलीलाई जिम्मा दिनु होला है। धन्यवाद। त्यस पछाडि हामीले केही तस्बिरहरू लियौँ ताकि एउटा मेमोरी रहोस्, एउटा
सम्बन्ध रहिरहोस् नबिर्सौँ भन्ने हिसाबमा तस्बिरहरू खिच्यौँ अनि यसलाई सबैसँग फिराउने कोसिस गऱ्यौँ। कुन पार्ट हालिदिँदैन दाइको बिग्रियो अरे नि त अहिले पार्ट हेलो दीपक सोल्टी के हो अनि कहाँबाट कुन सेक्टर हो उहाँ त A3 नम्बर 7 अनि यहाँ चाहिँ कहाँ हो मेसिगन मेसिगन यहाँ कहाँ आउनु भएको अहिले हामी क्याम्पिङमा आइरहेछौँ A3 को ज्यान्ची छ ल A3 को चाहिँ नि ज्यान्ची छ है सोल्टीको अनि तपाईँ प्रकाश सोल्टी अनि कहाँ हो A3 सेक्टर A3 हट नम्बर 4 बाट हट नम्बर 4 हजुर शनिसरे के का लागि आइदिनु भयो के का यहाँ के हो हामी चाहिँ यसो गेट टुगेदर हैन गेट टुगेदर आज के आज रातिको प्रोग्राम के छ फुटबल छैन भलिबल छ गेट टुगेदर भलिबल हैन भलिबल छ भलिबलहरु छ अच्छा ध्रुव सोल्टी अनि के छ एकदम आरामदायी एकदम आराम हैन सेक्टर A3 हट नम्बर 5 वीरबहादुर खड्काको जेठो छोरो नाम पुरा भनिदिनु पर्यो बहादुरसँग वीरबहादुर खड्का बाउको नाम अनि के साउथ इन्डियन हिरो जस्तो देखिँदैछ अब यो बाउले यस्तो बनायो के लाग्यो साउथ इन्डियन हिरोमा हैन लागु भएर थिए जिङे माछाको भन्दिनु अलि पुगेन विकास कहाँ हिँडेको कहाँ हिँडेको तिमी चाहिँ यता चाहिँ यो हाम्रो रियुनियन A3 को यो A3 ठ्याक्कै 16 वर्ष पछाडि रियुनियन अनि यहाँ कहाँ सबै दाजुभाइहरूसँग भेट भएको छ क्यानाडा समेतबाट यहाँनिर मिसौरी क्यानाडा एक्रोन धेरैवटा सिन्सिनेटी सबै युनाइटेड स्टेट भरिबाट सबैजना आउनु भएको छ त्यसको लागि थ्याङ्क यू रमाइलो गर्नुपर्छ यसरी होइन कहिले कहिले रमाइलो गऱ्यो भने हाम्रा यहाँ एकजना ओम भाइ हुनुहुन्छ यहाँ कोलम्बसबाटै हुनुहुन्छ एक दिन कुन सेक्टर हट नम्बर सेक्टर A3 हट नम्बर 41 अभिनारायण गौतम भाउ हामी चाहिँ आज यो A3 को A3A भनौँ हाम्रो रियुनियनमा आएछौँ सबै दाजुभाइसँग साथीभाइसँग भेट भएको छ एकदम रमाइलो भइरहेछ भर्खर सुरु भएको हो अब रमाइलो हुन बाँकी नै छ धेरै तपाईहरु नै आइदिनु भएकोमा सबैजनालाई यो कुन एक्ज्याक्ट लोकेसन चाहिँ के हो यो चाहिँ डिलोन स्टेट पार्क भन्छ यो नेस्पोर्ट न्युयोर्कको छेउमा पर्छ ओहायोमा यसलाई ग्रेटर कोलम्बस भन्न सकिन्छ अच्छा ल धन्यवाद सबैले रमाइलो गर्नुपर्छ हजुर रमाइलो गर्ने हो सबैजना अब यहाँ तपाईहरुको हेर्दै हुनुहुन्छ भने यहाँ खानासाना बनाउने मासुहरू पोल्ने ओर्ने मासु पकाउनेहरू यहाँ लडिरहेको छ हैन बलिरहेको छ आगोहरू यतापट्टि कोइलाको लागि पनि छ मासु पोल्नेहरू छ यहाँ हाम्रो भाइ यहाँ म यहाँबाट खासै म बिलङ चाहिँ A5 बाट गर्छु तर म यो ग्रुपमा आउन पाउँदा अत्यन्त खुसी छु हर्षित छु किनभने म एक्चुअली A3 बाट त होइन तर वास्तवमा म A5 बाट भएको कारणले गर्दा म उतै फ्रेन्डशिप कोअर्डिनेसन राम्रो गर्दै कारणले गर्दाखेरि लट अफ थ्याङ्क्स फर A3 फ्यामिली थ्याङ्क यू अनि A3 यसो रहेछ नि त तपाईको त अब A5 चाहिँ घर रहेछ मन आफ्नो चाहिँ सबै A3 मा भएकाले गर्दाखेरि साथीहरु त्यतै आदरणीय साथीहरु A3 मै भएको कारणले गर्दाखेरि म A3 मै नि प्राय जसो बसिरहेको थिएँ तर म एक्चुअली A5 नि हो तर वास्तवमा लट अफ थ्याङ्क्स थ्याङ्क यू अनि अब यहाँ चाहिँ हेर्नुहोस् है अब गाडीहरू साथीभाइहरू उहाँ पकाइरहेका छन् बसिरहेका छन् अनि हाम्रा म्यानेजर म्यान हुनुहुन्छ हाम्रो बिर्ख दाई उहाँहरू एक्रोनबाट हुनुहुन्छ दाजु एक दुई शब्द बोलिदिइहाल्नुहोस् न ठ्याक्कै यहाँनिर के हाम्रो कार्यक्रम हो कहाँबाट हो हट नम्बर कति हो ठ्याक्कै भनिदिइहाल्नुहोस् सेक्टर A3 हट नम्बर 48 झन्डै बिर्सेछु मैले हजुर यहाँ चाहिँ त्यहाँबाट हामी यहाँ चाहिँ एक्रोन ओहायो हजुर आज हामी यसो साथीभाइ रमाइलो गरौँ भनेर भेटघाट भएको छौँ यहाँनिर रमाइलो भइरहेको छ दाजु यो कुन ठाउँ यो एक्ज्याक्टली मलाई पनि कोलम्बस र एक्रोनको बिचमा पर्छ एक्ज्याक्टली बिचमा पर्छ रमाइलो ठाउँ छ धन्यवाद दाजु अनि ठिकै छ भाइ के डराउनु आयो भाइ अनि राम्रो छ भाइलाई होइन भाइ कहाँबाट हो नेपाल चाहिँ कहाँबाट हो पत्री अनि कुन सेक्टर
A3 ओके अनि यहाँ चाहिँ कहाँबाट चाहिँ आएको हेरिसबर्ग हजुर भाइको नाम छोरो कसको नाम भनिदिनु म प्रतिनिधिको छोरो प्रतिनिधि नाम भनिदिनु टिकारामको छोरो हजुर टिकाराम प्रतिनिधिको छोरो हजुर ए त्यसो भए चाहिँ खाइए नि के के अरे सब्जीहरू त एक्स्ट्रा आउँथ्यो होला नि त प्रतिनिधिलाई त्यो त सिधा आउँथ्यो नि अनि बेनिफिट हुन्छ नि त भाइ नाइस टु मिट यु हैन इट्स रियली नाइस टु मिट यु दाइ अनि भाइ अनि उहाँ कुन सेक्टर कुन क्याम्पबाट दाइ पत्री अब एज अलरेडी एभ्रीबडी नोस हैन पत्री A3 हट नम्बर 31 मेरो बाबुको नाम चाहिँ जित बहादुर उहाँ हुनुहुन्छ यही आउनु भएको छ अनि सच अ अनर टु बी हियर विथ एभ्रीबडी एल्स हैन इट्स आइ एम फिलिङ अ ग्रेट डे थ्यांक यू भाइ नो प्रब्लम भाइ नाम हट नम्बर सेक्टर पत्री चक्र राई A3 हट नम्बर 30 मेरो पापाको नाम चाहिँ जुद्धवीर राई हो यहाँ चाहिँ कहाँ बसाइ छ अमेरिका एक्रोन हजुर आजै आउनुभएको कि हिजै आएर बस्नु आज आएको आजै धन्यवाद थ्यांक यू भाइ नाइस टु मिट यु हट नम्बर 50 हैन अनि कसका छोरा रणबहादुर बरालको छोरा हैन अनि कहाँबाट हो यहाँ आई चाहिँ क्यानाडाबाट क्यानाडाको कहाँ हो क्यानाडा टोरन्टोबाट थ्यांक यू वेलकम अनि रबिन भाइ हजुर हट नम्बर कति हो कुन क्याम्प हो मेरो चाहिँ हट नम्बर 5 A3 भयो बुवाको नाम चाहिँ वीर खड्का आमाको नाम पार्वती खड्का बहादुर चाहिँ कता गयो बहादुर कता गयो वीरबहादुर खड्का बहादुर लाउनुहुन्छ ल थ्यांक यू भाइ हुन्छ अनि हामी A4 को एउटै मात्रै रहेछु होइन A को नि त हामी A4 को तर के भन्नु त विशेष चाहिँ साथीहरु धेरै जस्तो सबै मिल्ने चाहिँ A3 मा थिए का A4 चाहिँ घर मात्रै थियो सबै जिउ ज्यान चाहिँ A3 मा काले गर्दा राम्रो छ तर रमाइलो छ साथीहरु सबै थिए भाइ नाइस टु मिट यु नाइस टु मिट यु टु दाजु अनि नाम भन्दिनु पर्यो मेरो नाम तोया निरोला पत्री क्याम्प सेक्टर A3 हट नम्बर 17 ड्याडीको नाम ददिराम निरोला मम्मीको नाम लेट कलावती निरोला थ्यांक यू अनि कहाँबाट अहिले चाहिँ यहाँ आइ चाहिँ पहिलाको बसाइ बफलो न्युयोर्क अहिले रिसेन्टली पेन्सिल्भेनिया पिट्सबर्ग मेबी इन फ्युचर मेबी आइल बी इन कोलम्बस अनि यो यस्तो घुमाइले त अनि पैसा त्यो काका त्यता गएन दाजु त्यता अनि कमाइ त खतरै रहेछ त घुमे गरेपछि कतिकै घुम्ने अनि दाजु सरियो नेपालमा पनि सरियो अनि सबैतिर सर्ने विचार छ घुम्नुपर्छ डुल्नुपर्छ सबै साथीभाइसँग भेटघाट हुनुपर्छ हिँड्ने हो यो हो नि त कला भनेको अनि हेलो गणेश बहादुर पौडेल के छ नाइस टु मिट यु अनि उहाँ हट नम्बरहरू सेक्टर हट नम्बरको नाम त अब थाहा भएर छ हैन गणेश पौडेल हट नम्बर 14 अब यहाँ सेन्सिटिभदेखि यहाँ गेट टुगेदर A3 को गेट टुगेदरमा अब उपस्थित भएको छु धन्यवाद ल धन्यवाद हैन हाम्रो आज A3 को हामी सबैजना यहाँ A3 A को भनौँ न A को सबैजना भेला भएर रियुनियन हो एउटा यो पहिलोचोटि हामीहरूले गरेको 17-18 वर्ष पछाडि र हामी यहाँ मनोरञ्जन गर्नको लागि चाहिँ यहाँ साथीहरूले खाना पकाइरहनु भएको छ सब्जी काट्नेले काटिरहनु भएको छ पकाउनेले पकाइरहनु भएको छ ल आज चाहिँ हामी रातभरि बसेर चाहिँ बोकेर हिँड्नेले हिँडिरहेछन् मेचीगनबाट आउनेले निकै यहाँनिर सामानहरू बोकेर आएको बुझ्दैछु म यहाँ हेर्नुहोस् अब हेर्नेले हेरिराखेको छ काट्नेले काटिरहेको छ हाम्रो बुबुलाई मैले अलिकति एकछिन राखेर एक दुईवटा कुरा सोध्नु पर्यो भन्ने लागेको छ मलाई तपाईँको नाम र सेक्टर उहाँ कुन क्याम्पबाट आउनुभएको भनिदिनुहोस् त A3 देखि नि हौ छिमेकीले यहाँ दिँदैछ हट नम्बर 31 को हो हजुर यहाँ चाहिँ किन आउनुभएको आज के यहाँ चाहिँ साथीभाइले भेला भनेर साथीभाइसँग यसो गफ गर्नुको लागि हजुर अनि अब धेरै वर्ष भयो क्याम्पदेखि छोडाछोड भएको हजुर आज भेट भयो म पनि निकै टाढोदेखि पो आएको त 6-7 घन्टा पो लाग्छ त गाडीमा पनि अनि तपाईँले मलाई चिन्नु भयो देख्ने बित्तिकै नाक देखेर चिन्नु भयो कि तेरिको मजाले नि अनि A3 को रहेछ भने देखाउनु ल यहाँ हाम्रो भान्जा हुनुहुन्छ हाम्रो उहाँ कहाँबाट आउनुभएको भन्दाखेरि पिट्सबर्ग पेन्सिल्भेनियाबाट आउनुभएको उहाँ हाम्रो चाहिँ एकदम अब पाहुना भन्नु के भन्नु होइन मलाई बोलाउनु भयो तपाईँहरूले धेरै खुसी लाग्यो अब हाम्रो बेबीमालाई पनि थाहा छ नि तपाईँलाई थाहा अतिथि देवो भव हो हामी त्यो पनि हो एक अर्को भयो कस्तो भयो भने A3मै नै हुन्छ नि त राष्ट्रभाषा नै त्यो राष्ट्रभाषा त्यहीँ हुँदाखेरि मात्रै A1 हजुर कोही बेला त यतै सुतिन्थ्यो हजुर तपाईँहरूले बोलाउनु भयो खुसी लाग्यो धेरै धेरै धन्यवाद होइन हजुर फेरि पनि यस्तो कार्यक्रम गर्दाखेरि नछुटाउनु होला म आउँछु नि ठिक छ सिधा मान्छे हो म भन्ने सिधा मान्छे हामी सिधा मान्छे हौँ कि यहाँ हाम्रा म्यान प्रतिनिधिजी हुनुहुन्छ सेक्टर A3 को उहाँबाट पनि एक दुईवटा कुरा सुनौँ हट नम्बर कति थियो होला हाम्रो प्रतिनिधिजीको हट नम्बर 2 नाम पनि भनिदिँदाखेरि राम्रो हुन्थ्यो कि
कर्ण खतिवडा सेक्टर A3 हट नम्बर 2। कति वर्ष गर्नुभयो तपाईँले प्रतिनिधि? 10 वर्ष प्रतिनिधि गरेँ, 2 वर्ष सेक्टर हेड। सेक्टर हेड पनि गर्नुभयो। उहाँको मेन पहिला प्रतिनिधि भएर सेक्टर हेडमा हामी A3 वासीलाई चाहिँ राम्रो गर्नुहुन्थ्यो, हेर्नुहुन्थ्यो होइन। तपाईँलाई धेरै धन्यवाद। यहाँ चाहिँ कहाँ बसोबास छ तपाईँको? मेरो हालको बसोबसाइ चाहिँ एक्रोनको कायवा फल्स सिटीमा हो। हजुर। यहाँ चाहिँ भाइहरूले यो एउटा सेक्टर सब सेक्टर युनियनको प्रोग्राम राखेको हुँदा उहाँहरूले मलाई आमन्त्रण गरेर म आएको छु। म धेरै खुसी लागेको छ। यी भाइ बहिनीहरू कोही मैले सेक्टर चलाउँदै जन्मेका छन् भने कोही भाइहरू अलिकति एडल्ट थिए, कोही भाइहरू अलिकति ठुलो हाम्रो टिचर्स, हाम्रो बिबी सरहरू टिचरहरू हुनुहुन्थ्यो। त्यहाँ मलाई सहयोग गर्ने धेरै साथीहरू थिए, त धेरै गुमाइयो। हाम्रा डिआर शर्मालाई हामीले मिस गऱ्यौँ। मेरो भाइ डिबी खतिवडा, उहाँहरू सबैले हामीलाई सहयोग गर्नुहुन्थ्यो। उहाँहरूलाई यो ठाउँमा हामीले मिस गऱ्यौँ, नभए उहाँहरूले आउनु सक्नुहुन्थ्यो। र अरू पनि हामी कति छरिएर टाढा टाढा बसेको कारणले धेरैजनालाई हामीले मिस गरेका छौँ। र हामी आज जति जुट्यौँ यहाँ छौँ, धेरै टाढा टाढा भेला। कतिजना भेला भइयो होला? हामी यहाँ 35 जनाको हाराहारीमा छौँ। र हामीले सानो हाम्रो A3मा हामीले गुमाएका हाम्रा अग्रज र हाम्रा साथीहरूको पनि हामीले आज सानो समवेदना कार्यक्रम पनि गऱ्यौँ। यो भाइहरूले मैले नसोचेको काम, ठुलो काम गरेका छन्। भाइहरूलाई जो भाइहरूले यो लागि परेर गरे उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु। धन्यवाद तपाईँलाई। ल यहाँ हाम्रो भाइ हुनुहुन्छ, यहाँ हाम्रा सेक्टर A3 कै हुनुहुन्छ, तर यहाँ एकदम मासु चाहिँ पकाउँदै हुनुहुन्छ, मिलाउँदै हुनुहुन्छ। यहाँनिर पोल्नको लागि भाइको सुरु अनुहार चाहिँ देखाइदिनुपर्छ। भाइ हट नम्बर भनिदिउँ भाइ, यता फर्केर भए पनि प्लिज। हजुर A3 हट नम्बर 31 हो। A3 हट नम्बर 31 हो। हजुर हजुर। बाबुको नाम पनि भनिदिनु पर्यो। जितबहादुर राई हो बाबुको नाम, आमाको नाम अमृता राई हो। हजुर। ल साह्रै रमाइलो छ नि। त्यसो भए कहाँ कुन स्टेटबाट आउनु भयो? हामी चाहिँ मिसौरीबाट आएको हो। 8 घण्टा ड्राइभ गरेर साथीभाइ भेट्न। हो, साथीभाइ भेट्न गएको। ल तपाईँलाई धन्यवाद छ। यहाँ हाम्रा मेचिगनबाट पेमा हुनुहुन्छ होइन, उहाँ चाहिँ धमधममा हुनुहुन्छ होइन। तर पनि उहाँको अब धमधमले बिजी गर्दा पनि उहाँले एक दुईवटा कुरा त बोलिदिनुहुन्छ। कहाँबाट आउनुभयो तपाईँ? कुन ठाउँ? यहाँको कि उहाँको? उहाँको तपाईँ। उहाँको म चाहिँ सेक्टर A1बाट। यहाँ चाहिँ? यहाँ चाहिँ मिचिगन ग्रेन्ड हेभन। कति घन्टा लाग्दो रहेछ तपाईँलाई? लगभग 5 घन्टा। 5 घन्टा। यहाँ साथीभाइ त तपाईँका पनि त हामी जस्तै A3 का हामी ओर्दियोपरतिर बस्ने छिमेकी नि अब। छिमेकी। ल धन्यवाद तपाईँलाई पनि। हाम्रा भाइहरू चाहिँ ट्रेन्ड आज सुत्ने घर चाहिँ बनाउँदै हुनुहुन्छ होइन। यसलाई चाहिँ एरेन्ज गर्ने कामहरू गर्दै हुनुहुन्छ उहाँहरू। एकदमै रमाइलो भइरहेको अवस्था छ। यसरी आजको रात र भोलिको रात बिताउनको लागि चाहिँ उहाँहरू तम तयार हुनुहुन्छ। यहाँ यसरी बनाउँदै हुनुहुन्छ होइन। निकै राम्रो देखिएको छ। कार्यक्रमको दोस्रो दिन भलिबल खेल्नको लागि भाइहरू अघि बढ्नुभयो अनि हामीहरू पनि यस स्थानमा आयौँ। भाइहरूले भलिबल खेल्नुभयो होइन। यो बालुवा भएको भलिबल पोस्ट अथवा ग्राउन्ड रहेछ। अनि यहाँ रमाइलो गर्दै भाइहरूसँग हाँस्दै कराउँदै एउटा छुट्टै आनन्द महसुस गर्दै यो टन्टलापुर घाम लागेको छ। तर यो घामलाई पनि वास्ता नगरिकन यसरी हामीहरू यो स्थानमा बस्यौँ। यस बिचमा रातभरि गीत गाउने, नाच्ने यी विभिन्न कुराहरू भए अनि हामीले हाम्रा तिता मिठा गफहरू पनि गऱ्यौँ। हामीले गुमाएका व्यक्तित्वहरूलाई पनि सम्झ्यौँ अनि हामीले भोगेका दुःखका दिनहरू, सुखका दिनहरू अनि हामीले बेला बेला गरेका गल्तीहरू, कमी कमजोरीहरू एकअर्कामा सेयर गरागर गर्दै त्यो रात बितायौँ। अनि भोलिपल्ट दिउँसो यसरी यो घाममा आयौँ। यो पार्क वरिपरि घुम्न गयौँ। यहाँ बल खेल्ने कामहरू भयो। यसरी नै रमाइलो गर्दै गर्दै हामीले यो 3 दिन बितायौँ। यहाँ सबै भिडियोहरू लाउने सोच हुँदाहुँदै पनि हजुरहरूमाझ सकिनँ, किनभने भिडियो अति नै लामो हुने भएकाले गर्दाखेरि केही झलकहरू हजुरहरूमाझ राख्यौँ। सुझाव सल्लाह दिनुहोला। यो हाम्रो कार्यक्रम कस्तो लाग्यो? 15-16 वर्ष हामीहरू साथीभाइ, आफन्तजन अनि अग्रजहरूसँग भेटघाट गरेर यसरी रमाइलो गऱ्यौँ यो वर्ष 2025। हवस् त हजुरहरू
भिडियो हेर्दै जानु होला हाम्रो भिडियोलाई सब्स्क्राइब पनि गरिदिनु होला हजुरलाई धेरै धेरै धन्यवाद अनि यो हामीहरू तेस्रो दिन छुट्टी नै लाग्ने समय भएको थियो अब फेरि अर्को साललाई कुर्नु पर्ने हुन्छ कि अथवा फेरि राम्रो हो हैन राम्रो हो हामी 3 दिनको एकदम एकदम कुल भयो सबैजना यस्तो छ ल सबैसँग भेट भयो एकदम रमाइलो भयो एकदम खुसी भयो एकअर्कालाई बाइ गर्दै बिदा माग्दै हामीहरू पनि यसरी सबैभन्दा परमोका हो होइन बानी होइन छुट्टी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न र बेल आइकन थिच्न नभुल्नुहोला हामी जिउँदो इतिहास अनि वर्तमान बोकेर आउनेछौँ तपाईले खोज्नु भएको भिडियोहरू निरन्तर जारी गर्नेछौँ धन्यवाद